नमस्ते, स्वागत छ सबैजनालाई एबिएल फार्मिङ च्यानलमा र आज चाहिँ हामी सुथुनी अथवा सखरखण्ड तरुललाई चाहिँ कसरी खेती गर्न सकिन्छ र त्यसलाई चाहिँ कसरी उत्पादनमा बढी वृद्धि गर्न सकिन्छ भन्ने विषयलाई भिडियो बनाउन गइरहेका छौँ र भिडियोमा पहिलोचोटि हुनुहुन्छ भने एबिएल फार्मिङ च्यानललाई लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्न नबिर्सनुहोला। यस तरुललाई चाहिँ हजुरहरूले कुन कुन नामले चिन्ने गर्नुहुन्छ? हाम्रो गाउँमा चाहिँ सुथुनी पनि भन्ने गर्छन्। खास गरी त हामीले सङ्खे तरुल भन्ने गर्छौँ। कसैले चाहिँ सखरखण्ड पनि भन्ने गर्नुहुन्छ। तर इङ्ग्लिसमा पढेकाहरूले चाहिँ स्विट पट्याटो पनि भनेर चिन्ने गर्नुहुन्छ। तर हामीले चाहिँ गाउँघरमा चाहिँ सङ्खे तरुल भनेर नै चिन्ने गर्दछौँ। र हामीले चाहिँ यसलाई ठुलो मात्रामा वृद्धि गर्न अथवा सङ्खे तरुलहरूको जुन जरा अथवा काण्डहरू हुन्छ होइन, आफ्नो फल्ने फलहरू हुन्छ, त्योमा चाहिँ हामीले वृद्धि गर्नको लागि चाहिँ हामीले सखरखण्डलाई चाहिँ जुन असारको लास्टतिर चाहिँ हामीले रोपिसकेपछि चाहिँ साउन महिनामा चाहिँ यो यत्तिको हुने गर्दछ। देख्न सक्नुहुन्छ, मैले चाहिँ भिडियोमा देखाएको छु। र यो चाहिँ हामीले यसका पातहरू मुनाहरू चाहिँ यो बर्खा मासको सिजनमा चाहिँ पानी धेरै परेर पनि हुनसक्छ होइन, धेरै मौलाउने गर्दछ। यस मौलाउनेबाट कम गर्नको लागि चाहिँ हामीले सखरखण्ड अथवा सङ्खे तरुलको चाहिँ यसरी पात मुनाहरूलाई चाहिँ हामीले लौरोले हानेर थिच्नु पर्ने हुन्छ। माटो मुनि फल्ने जुन फलहरू हुन्छ सङ्खे तरुलको, त्यसको वृद्धि गर्नको लागि चाहिँ हामीले बर्खा मासको सिजनमा जुन पातहरू मुनाहरू मौलाएको बेलामा चाहिँ हामीले यसरी लौराले हानेर यसका पातहरूलाई छिया छिया पार्नुपर्ने हुन्छ र मुनाहरूलाई पनि तारा जान अथवा जुन मुनाहरू पलाएर जुन तारा तारा जाने क्रम जारी भइराखेको हुन्छ, त्यसले चाहिँ हामीले कम गर्नको लागि त्यो मुनाहरूलाई पनि थिचिदिनु पर्ने हुन्छ। र मैले चाहिँ देख्न सक्नुहुन्छ यसरी अलि बलियो लाठी नै लिनुपर्ने हुन्छ। लाठीले चाहिँ यसरी उसका पातहरूलाई छिया छिया पार्ने गरेर हामीले चाहिँ पाल पार्नुपर्ने हुन्छ। र मैले चाहिँ यसरी पारिराखेको छु, देख्न सक्नुहुन्छ। र हामीले चाहिँ तरुल चाहिँ बर्खा मास सिजन अथवा असारको महिना रोपिसकेपछि चाहिँ हामीले यसलाई चाहिँ यस्तो गराएनौँ भने चाहिँ जुन पातहरू मुनाहरू हुन्छ त्यसले नै बढी मोलहरू खाने गर्दछ। भिटामिनहरू अथवा जुनसुकै पौष्टिक तत्त्वहरू हुन्छ माटोमा भएका सबै यसले नै चुस्ने गर्दछ र जुन जरामा जान पर्ने भिटामिन पौष्टिक तत्त्वहरू चाहिँ जान पाउँदैन। त्यस कारण चाहिँ हामीले यसका पात मुनाहरूलाई चाहिँ थिच्नु पर्ने हुन्छ र मैले चाहिँ यसरी थिचिदिँदैछु। हामीले चाहिँ पोहोर साल पनि यसरी नै थिचेका थियौँ र फलहरू पनि ठुला लागेका थिए। र यसको माग चाहिँ कात्तिक महिनाबाट नै सुरु हुने गर्दछ। यसलाई उत्खनन गरेर होइन, खनेर हार्भेस्टिङ गरेर बजारमा बेच्न सकिन्छ। र यसको दानाहरू चाहिँ अथवा फलहरू भनिन्छ अथवा तरुलहरू, र हामीले चाहिँ बजारमा अलि धेरै नै उत्पादन गऱ्यौँ भने चाहिँ बजार भाउ पनि अलिक ज्यादा नै जाने गर्दछ। पोहोर सालको अनुभवले गर्दाखेरि चाहिँ मैले अहिले धेरै नै तरुल खेती गरेको छु। पोहोर साल चाहिँ मैले यसको आधा लगाएको थिएँ र मैले चाहिँ यसको बजार मागहरू पुरा गर्न सकेको थिएन। अहिले चाहिँ त्यसको बजार माग पुरा गर्नको लागि र पोहोर साल मैले यसरी अलिकति मात्र जुन आधा बारीलाई मात्र पातहरू थिचिदिएको कारणले चाहिँ ऊ धेरै फलेको थियो, नथिचेकोमा चाहिँ धेरै फलेको थिएन। मैले चाहिँ त्यस कारणले अहिले चाहिँ सबै तरुलहरूले चाहिँ यसरी नै थिचिदिँदैछु। र यस सखरखण्ड तरुल खेती गर्नको लागि हामीले असारको महिनामा नै जोतेर माटोलाई बुरबुराउँदो बनाउनु पर्ने हुन्छ र सखरखण्ड खेती गर्नको लागि बलौटे माटो एकदमै राम्रो र उपयुक्त हुने गर्दछ। र हजुरहरूलाई मेरो सखरखण्ड तरुल खेती कस्तो लाग्यो, मन परेमा लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्न नबिर्सनु होला, ताकि यस्तै भिडियो बनाउन मलाई हौसला मिल्नेछ। धन्यवाद।